Oi, 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 oi. Hello and नमस्ते सबैजनालाई हामी चाहिँ अब निस्किसकेका छौँ होइन ट्याक्क लगाएर आजको यात्रा चाहिँ कहाँ हो भनेर यसो बुझ्दा चाहिँ हामी जाँदैछौँ पलाउतुबा जाँदैछ घुम्न टाइपका हामी टन्नै केटाहरू चाहिँ भर्खर टक्क अलिकति 4 जना चाहिँ हामी यहाँबाट निस्किरहेको छौँ पुरानो केटाहरू छ होइन त अनि यति कालो हेर्नु आटा साँच्चीकै गुरु के गरे त्यस्तो बस अहिले के गर्यो के भइरहेको छ यस्तो भइहाल्छ ओखनी माटो पनि खोइ त अनि गाह्रो छ है यसरी चाहिँ फेरि घुम्न जाँदा मोबाइल बिर्सिने पर्स बिर्सिने भयो त पैसा बिर्सिहाल्ने गाह्रो हुन्छ ट्याक्क लगाएर हामी फेरि यता टिम खेल्नु पर्ने हो खासमा चाहिँ भरे खेलौँला राति खेलौँला राति रेस्लिङ खेलौँला सिक्किममा टक्क होइन बाली शाहले काठमाडौँको फेरि त्यो फिल्म थालेको थियो के खसाएको पोखराको स्विमिङमा डोजान्छ हामी चाहिँ भेटिसकेका छौँ सबैजना ट्याक्क लगाएर अब हामी घुम्न जाँदैछौँ अब्दुल सर सर यहाँ हिरो भइसकेको छ हामी कतिजना अब्दुल सरकार यहाँ चाहिँ उडाइदियो मालेन्द्र सरकार पछिको सरकार चाहिँ अब्दुल सरकार यहाँ यता फेरि ह्यान्डसम सरकार यता हाम्रो चाहिँ होइन सिन त पुरै नेपालको छ त हामी फेरि मार्केटतिर आइरहेछौँ सामान किन्न प्रकाश भाइको म चाहिँ टक्क होइन दुईवटाहरू चाहिँ टक्क मार्केटतिर आउँछौँ फेरि हाम्रै मार्केटतिरहरू हामी चाहिँ सामान किनेर होइन टक्क किनिसकेका छौँ माल त कडाइ छ त नि हामी क्र्याब पर्खिँदैछौँ हाम्रै मार्केटमा सामान यता हामी काम गर्नु पर्दा ट्रक लगाएर हामी चाहिँ पलाउतुबको लागि यात्रा गरिसकेका छौँ त्यसको लागि चाहिँ यहाँ लाङ्केरीको जेपीके जेटीमा चाहिँ आउनुपर्छ होइन उता जानलाई चाहिँ हामी ठ्याक्कै आइपुगिसकेका छौँ सामान ल्याएर ब्याग चाहिँ केटाहरूसँग चाहिँ त्यही भएर हामीले ठ्याक्क ब्याग चाहिँ लिएको छैनौँ पहिला टिकट काट्छु यहाँ आउनुपर्छ है लाङ्केरीको टक्क हामी यहाँ आइपुगेका छौँ केटाहरू त्यहाँ आइरहेको छ भित्र छिरम के हो यार प्रकाश भाइ भित्र छिरम के गर्मी छ कि बाहिर चार केटाहरूलाई हिँडाइरहेको नि हो हेर्नु नि हाम्रो यहाँको पानी जहाजको सानो पानी जहाजको ठाउँ नै हाम्रो एयरपोर्टभन्दा ठुलो छ एकदम बाबा यतिसम्म डेभलप भएको ठाउँहरू चाहिँ होइन हुनैपर्छ फेरि यता आइपुगिसकेको छ हाम्रो के नाम सोध्नु
त्यहाँनिर चढ्नुपर्ने छ हामी चढाएर चाहिँ एकदम बवाल हुन्छ त्यहाँ फेरि गर्मी एकदम बवाल गर्मी छ त्यही भएर हामी टिकट सिकट काटेर अहिले जानेवाला छ गाइज हामी चाहिँ यहाँबाट फेरि 120को प्राइभेट जेटी लिएर फेरि हामी टक्क लाग्दैछौँ जेटी त बवाल भन्दा कडा छ ठाउँ चाहिँ एकदम हेर्नु नि यस्तो स्वर्गभन्दा कमै छैन हो पुरै एकदम बवाल होइन हामी हिँडिरहेछौँ पुगिरहेछौँ रे लास्टमा हाम्रो गाडी चाहिँ हामी चाहिँ यसो अब उयसमा चढ्ने बेला आइसकेको छ सर हाम्रो बस कुन हो बस होइन के सर जहाज आई पानी जहाज यो काठमाडौँमा अब बौद्ध जोरपाटी टङ ठटाएर हिँड्ने ठाउँमा उयो चढ्ने बानीले यो समुद्रमा अब यो यस्तो बोर्डहरू चढ्न त के थाहा त भए पनि यहाँ हाम्रो बोर्ड चाहिँ यहाँ आइसकेका छौँ ढक्क हाम्रो पाइलट सरले चाहिँ यहाँ के हो हल्लिन्छ त ओइ के हो माकसम आज रिजार्भ हान्दै हाम्रो ग्याङले पुरै होइन अरूले हाल्न के त तँलाई पैसा कति नि मलाई एकदम बवाल भएर ओइ हल्लिँदो रहेछ त यार के हो यो पारा यो पानी माथि भएको पारा हो यस्तै हो यता आइपुगिसकेका छौँ चट्टा लगाएर सबैजना बसिसकेका छ हाम्रो यो चाहिँ आज हामीले कति आधी घन्टाको लागि चाहिँ हामीले किनिसकेका छौँ यो हाम्रै सुतेर उठेर हल्ला सल्लाह जे गरेर गयो नि भइहाल्यो हाम्रो पाइलट कहाँ गयो रेडी गर्दैछ सामान ओहो हाम्रो रेडी भयो हौ हामी चाहिँ हिँड्न थालिसक्यो है अब ओर्छ एकछिन भ्यू हेर्नु न गाइज भ्यू आमा कसम यसले त फेरि यस्तो छ नि त यहाँ समुद्रमा नसक्ने भयो हेर्नु बादल वाउ झन् यता मान्छेहरू वाउ एकदम बबाल मान्छे वाउ झनै वाउ यसको ढोली चाहिँ पछाडि हो अगाडि हो पछाडि पर्छ ल हामी चाहिँ हिँडिसक्यौँ है यता टक्क लगाएर हामी यस्तो चाहिँ हाम्रो कोही रिङबाट चल्दो रहेछ के हो यार Oh my god! देउरालीमा बतास चल्यो ए मा हल्लिँदो रहेछ
मार्यो त हामीलाई त अनि बिस्तारै नि कुद्दो रहेछ हाम्रो पैसा छिटो सकोस् भनेर अनि तेल महँगो छ नि महँगो भएर हामीलाई छिटो ल्यायो हेर्नु त एकैछिनमा 120 उडिहाल्यो हामी लाएर हामी फाइनली झरिसकेका छौँ होइन बोर्डदेखि ट्याक्क झरेर हामी यता आइपुगिसकेका छौँ अब फेरि कहाँ कहाँ जाने हो हामी जाने होइन अब्दुल पछाडि हेर्नु न पछाडि भनेसीमा पछाडि भ्यू नै यस्तो बबाल छ किन हामी फालौँ के हो भिआइपी हो र भने हाम्रो त यही हो भाइ लानु छ अब भाइ होइन यसो गरौँ न यो चाहिँ हाम्रो अब्दुलको लागि दिने हो कि हो यो त है यस्तै भइहाल्यो है फाइनली हामीले चाहिँ बाजेसँग भेट भएछ त बाई चाहिँ या बोले कुन बाइक त्यता होइन त्यस्तो होइन त्यहाँ त्यस्तो ini siapa ya? Satu lagi mana? बाइक अब बिएससी त पुस्नु पर्यो हान्नु होइन हान्नु हान्दै हुन्छ हान्नु यो लाग्यो नि त सिरियर के भयो अहिले लाग्छ पुरै राइडर हो अब हामी प्रकाश पनि राइडर हो सबै राइडर हो यार वाह 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 बाइक कुदाउनु पर्छ आज है जत्रै भयो नि धर बनाउँछौ त्यहाँ ल म 1.5 लाखको हो माल किनिहाल्यो ओहो बधाई छ है अब्दुल के गरिन्छ ल फर इन्जोय सब केटाहरूलाई ल है सब केटाहरूले बाइक किनिसकेको छ भने आजको लागि ल गरेर भिडियो चाहिँ गर्नु भएको थियो गरिहाल्छु त चल्दैछ 7 सेकेन्ड 8 सेकेन्ड भइसक्यो ठाउँ थाहा छैन नि त ल टकेर गइरहेको छ अगाडि गरेर पहाड अनान्दैको पहाड छ यो त पुरै रमाइलो छ त यार यो अझै माथि वेलकम छ बेबी भाइ ल सो हामी चाहिँ बाइक पार्किङ गऱ्यौँ यहाँ होइन हाम्रो
एकदम महँगो बाइक चाहिँ टक्क हामीले पार्किङ गरिसकेका छौँ। हामी फेरि यहाँको फेमस एकदम बवाल फेमस हुँदै यहाँको खाना चाहिँ ट्राई गर्दैछु होइन। यस्तो बवाल ठाउँमा आएको छु कि संसारै बेग्लै छ यहाँको रहनसहन एकदम। इम्लीको बोर्ड मुनि टक्क बसेर होइन हामी खानेछौँ। ओके लजाम ल केटाहरू गिटार खोल्ने अरे हामी चाहिँ खानाको लागि टक्क के पाउँछ यसो मोमो पाउँछ मोमो दाइ मोमो पाउँछ मोमो पाउने हो यहाँ पाउँछ मोमो पाउँछ अरे मोमो पाउने भए त म मासु 100 रुपियाँ किनेर खाएर जान्थेँ के खाने के गर्ने अर्डर गरिसक्यो हामीले समुद्रको यही समुद्रमा टिपेर मारेर ल्याएको माल खाँदैछ। कति करोडको रे दाइ होला लगभग कति करोडको हामीले अहिले होला नि 1 करोड भन्दा माथि हाम्रो 1 करोड भन्दा माथि एकदम हान्नुपर्छ होइन सर। हामीले माल करोडको माल ल्याइनेछ होइन एकदम समुद्रमा छिरेर ट्याप समातेर लिएको उडान हानेछौँ हामीले बाटो मैले बिर्सेँ नि पहिला हामी आएको गाडीमा लगेर त्यो रेस्टुरेन्ट सबै हाम्रो मन्दाइको होइन यत्रो भइसक्यो त्यहाँ अब्दुल हामी चाहिँ एकछिन रेस्ट पनि चाहिन्छ कहिलेको। अनि फेरि यता फेरि समुद्रहरू त त्यो देख्छ नि त्यही हो केपीबाले किनेर राखेको त्यहाँ छ नयाँ उता छ त्यहाँ इन्डियाको त्यो गान्धीजीको त्यहाँ भयो यता सानो फेरि उयसको छ धेरै छ यहाँ सानो त्यो किनेर राख्यो यहाँ धेरै छ। यहाँ आइल्यान्ड किनेर राखेको छ के परेर नेपालमा के भयो यहाँ आएर सिधै प्लेनमा यहाँ उडेर यहाँ आएर बस्ने रहेछ यस्तो आइल्यान्ड फाइनली हामीले देखिसकेको छ होइन। चिज आइसक्यो है हाम्रो अरू खाएर उडान खाऊ है हामीलाई मन परेन पछि हामी फेरि हाम्रो माल पानी चाहिँ यस्तो रहेछ नि फेरि यहाँ बाबाको पानी खान्छ है एकदम बवाल माल पानी आइसकेको रहेछ हाम्रो यस्तो यहाँको फेमस अरे होइन झिङ्गे माछा पानी सक्नु भइसक्यो र यहाँ अलिकति हामीले खाँदैछु उडान यस्तो बवाल होइन एकदम ओ माई गॉड धेरै मिठोले तातो यार खाँदैनौ काका 1 करोड हो नि 1 करोड हो करोडको माल हो नि त झिङ्गे माछा केही नफ्याएको खाने उगाम कम सबार फ्याँक्ने भयो होइन लास्टमा पसिहाल्छ ल फेरि अघि बवाल माल हान्यो यहाँको फेरि सेकेन्डमा आउने यो लासी गोरेङ 50 लाखको उडाङ साथमा झिङ्गे माछा उडाङ भनेको चाहिँ यहाँ चाहिँ झिङ्गे माछा है झिङ्गे माछालाई चाहिँ उडाङ यो माल फेरि नहाने नहुने छ हामी यस्तो छ मालै कडा छ ओइ मेरो पानी खोइ एकदम पानी अघिले पानीको दर खान्छ कि यो उडाङ त बगाल रहेछ त तातो खण्ड खण्ड है किन है अर्डर आएपछि बनाउँछ कि हो क्या ए माका यार बाउ माल चाहिँ यार छ नि त फेरि राज्यको है उडाङ झिङ्गे माछा ओरे बा तातो छ मेरो हराएन धेरै पावर छ
खाना मात्रै जन्मे हो खाऊ खानै जन्मे खाऊ हो तिमी आएको यार मेरो पनि लागेको छ माथि टिचरमा पोइन्ट छ माथि छ अहिले चाहिँ लाग्यो क्या मेरो त हामीले नखाएको चाहिँ उहाँले खाऊ खाऊ पैसा तिर्नु पर्दैन खानु है मस्तले पैसा तिर्नै पर्दैन खानु मस्तले पैसा भनेको फेरि मौज गर्नु पहिला है गाइस हामी चाहिँ खानासाना चट्ट त्यो खाएर नि अब बाहिर निस्किँदैछौँ त्यो पेमेन्ट भइसक्यो यस्तो बबाल ठाउँमा होइन एकदम बबाल हाने लगाएर है ओके त्यो फोटोसुट भइरहेको थियो यस्तो बबाल लगाएर हामी यस्तो गाइस हामी फेरि यता बबाल पुगेछौँ होइन एकदम बबाल ठाउँ छ यता चाहिँ अब कहाँ जाने हो फोटो सोटो नखिच्ने भयो खिच्नुपर्छ नि हौ अहिले हामी फर्किने यतै होला नि त उपल्लो चाहिँ त एकचोटि लास्ट लोकेसन यो डढेको घाममा कसरी बस्नु जस्तो बबाल ठाउँमा एकछिन रमाइलो गऱ्यो होइन हामी टक्क एकदम बबाल त्यहाँ जान मिल्छ होइन त्यहाँ हामी जाँदैछौँ यता स्विमिङ पुल छ स्विमिङ चाहिँ अब हामी खेल्दैनौँ अब कति स्विमिङ खेल्नु होइन टक्क एकदम बबाल ठाउँ छ हामी घुमिरहेछौँ भन्ने आशा राख्दै अझै बाँकी छ हामी फेरि यो पानी चालमा चाहिँ तर्फ चाहिँ हामी लाग्दैछौँ होइन यस्तो बोकेर आउँदैन ल हामी चाहिँ लाग्दैछौँ मेरो पुरानो मेरो ससुराबाले किनेर राखेको छ अरे त्यो चाहिँ मेरो ससुराबाले होइन लेट्स गो 80 करोडको यता फेरि मालै माल्छ ओरे बाफ्रे त्यो चाहिँ एकदम औषधि हुने हेर्न सक्नुहुन्छ होइन मर्ने मान्छेले झुरुक्कै उठाउने औषधिहरू यस्तो बगाल औषधि फेरि सिधीमिधी ठाउँमा आउँदैन नि त आकाश तामाङ आइसी होइन फेरि यता म चाहिँ अब एक प्रकारको एउटा पाइलट नि हो क्या यस्तो जाँचहरू चलाउने होइन यस्तो चलाउने टक्क यो चाहिँ ससुराको आदेश छैन रहेको सर ससुराबाको पानी राख्ने आइपुग्यो यस्तो बवाल एकदम बवाल ठाउँ फाइनली हामी यतै ससुराबाको पानी जाजमा आइपुग्यो फोटोसुट हान्यो थोरै सर्ट हानेर चाहिँ अब फेरि हामी लाग्दैछौँ अर्को ससुराबा नि धेरै भएर यहाँ गाह्रो छ कि आकाश तामाङलाई होइन ससुराबाको त्यहाँ यहाँ ठुलो अब फेरि अर्को ससुराबाको यहाँ छ फेरि होइन यस्तो छ हेर्न सक्नु ह्यान्डसम भएको नि के भन्नु के म के भन्नु ह्यान्डसम भएको नि यहाँ मलाई धेरैभन्दा धेरै गाह्रो भइसकेको छ जता गयो नि त्यहाँ माथि गए पनि ससुराबाकै यता गए पनि ससुराबाकै सबै ससुरा भएको यहाँ हुन्छ फेरि होइन हजुर एकदम हाम्रो यता अब्दुल सर ससुराले कहाँ हो त्यो त सुटिङसँग टक्क यस्तै छ ल अब चाहिँ हामी फेरि
माथि साथी जाने वाला छौँ अब यतिकै भन्दा धेरै घुमिरहेछ घामले नि डढिसक्यो आकाश तामाङ घामले डढिसकेछ पुरै होइन प्रकाश भाइ फेरि एक्लै उहाँ एक्लै बसिरहेछ बिछोडको व्यथा के थाहा टाढी जानेलाई होइन प्रकाश भाइ एकदम ज्यान थाकेर नसक्ने भएको छ कम्ता त हामीले अनि 134 करोडको माल खाएको थियो हामीले अघि अब त्यही भन्दै अब हामी हिँड्नुपर्छ हामीसँग धेरै टाइम छैन त्यसैले अझै पनि राम्रो एकदम बबाल मैले पशुपतिको बाँदर कहाँ गयो भने त यहाँ फाइनली ठ्याक्कै देखिहालेँ यहाँ यतातिर फुत्केर आएको रहेछ होइन फुत्केरै आयो फुट्केरै आएको वातालतिर गएछ पशुपतिबाट यतातिर आएछ नि त यो फेरि सबै यहाँ फेरि यहाँ नेताहरू गयो नि फेरि यो चाहिँ हान्छै हान्छ सो अब हामी फेरि पनि अर्को ठाउँतर्फ लाग्दैछौँ एकदम बवाल रमाइलो भइरहेछ होइन एकदम छुट्टी स्पेन होइन यस्तो बवाल 8 करोडको त यहाँ स्कुटी 1,50,000 स्कुटी चढेर हिँड्नु होइन ठिकै यता फोटो कि के हो ए भइरहेको छ त भइरहेको छ म त झन्डै संसार यहाँ छ नि त दुनियाँ यहीँ छ एकदम यहाँ दृश्य बवाल चल्टी घुम्नु ल यता चलाउने त्यहाँबाट घुम्नु नि त यता यस्तो घुम्नु तपाईँले त आउनु यता बस्ने हामी यताबाट दिने हो क्या भयो क्या भयो ढिलो भइसक्यो चट्टा हामी फेरि घुम्दा यहाँ आइपुग्यो अब्दुल सरकार पनि होइन हेर्नु नि पाएका छन् कसले सक्छ यस्तो ठाउँमा सक्दै सक्दैन नि यहाँ बाटो बनाउनु लाग्यो हो क्या यो चाहिँ हाम्रो नेपाल जाने बाटो हो होइन यहाँबाट चाहिँ ठ्याक्कै नेपाल पुग्ने हो वीरगञ्ज होला होइन भाके हो ठ्याक्कै यो चाहिँ ठ्याक्कै भर्खर खन्दैछ अरे यो बिस्तारै चाहिँ यो पिच हुने सम्भावनामा रहेछ यस्तो बवाल ठाउँ क्या माको छ यस्तो कि त्यहाँ गएर यस्तो डेन्जर दुईजना त हाम फालौँ न त्यहाँ अहिले चाहिँ गाह्रो हुन्छ हो त्यहाँ जाने हाम्रो ससुराली त त्यहाँ जाने बाँकी नै रहेछ नि त्यहाँ उहाँ फेरि पुरानो पुर्खौली के भन्नुभयो सर मान्छेहरू भन्थे ढुङ्गा बोकेर मात्रै देश बन्छ र ढुङ्गा बोकेर हुन्छ र भन्थे यहाँको यहाँसम्म त ढुङ्गै बोकेर बनाएको छ ढुङ्गा बोकेर होइन बाटो छ त हर्का स्याम्पाङले योजना गरेको यो बाटो चाहिँ ढाक्का एकदम होइन मान्छेहरूले भन्छन् हर्का सामानले ढुङ्गा बोकेर देश बन्छ र ढुङ्गा बोकेर हुन्छ र ढुङ्गा हुँदै हुन्छ भन्छ यत्रो ढुङ्गा बोकेर यो ढुङ्गै बोकेर त भयो यो पनि ढुङ्गाको यो ड्याम रोड हुन्छ यो लगाएर पुलमा आइसकेका छौँ हामी फेरि गरेर होइन थाइल्यान्ड हो हुनु सक्छ थाइल्यान्ड पुग्छ हामी जाम जाँदै गरौँ अगाडि बढिरहेको छ कहाँसम्म चाहिँ पुग्ने
गएर छन् धेरै ओ माई ल हाम्रो केटाहरू ओ पौडी खेल्नु के हो यार यति धेरै दिन र चौतारी गरेर आयो हामी आइपुग्यो फेरि सबसे विश्वकै सबैभन्दा लामो पुल समुद्रमा यहीँ छ होइन भनेर भन्न मिल्दैन त्यस्तै ठाउँमा आइपुगेका छौँ हामी होइन अब चाहिँ हामी यतातिर फोटोसोटो टक्क यस्तो ठाउँ हेर्नु न ठाउँ पछाडि पछाडि के अरे त ब्याक साइड भ्यू यस्तो बबाल हो कि यस्तो बबाल नआकर्षण के भनौँ त्यो पानको पात जस्तो आइल्यान्ड चाहिँ शाहरुख खानको अरे त्यो बिचको सानो केपीमाको त्यहाँ भन्ने छ नि यहाँ सबै छ नेपालहरूको इन्डियाको गान्धीजीको फेरि हामी नेपालीको होइन एउटा यो चिज भएन भने चाहिँ फेरि रमाइलो हुँदैन है यो चिज चाहिँ हाम्रो केमा एउटा माल सादा थियो यार यसो हेर्दा चाहिँ के बन्यो जस्तो लाग्दा चाहिँ छोडेर पानीको ठाउँमा सरकारले पछाडि चस्मा राखेर एउटा ह्याङ्गर कटिङ हान्दैछ होइन एकदम बबाल अनि यता हाम्रो दाइ चाहिँ फ्रुटी लभर यता काँक्रा चाहिँ ए यो कहाँबाट ल्याउनु भयो यो त हाम्रो ठ्याक्कै अब बिलियनबाट ल्याऊ हो माल चाहिँ कडा कहाँबाट आयो माल चाहिँ धेरै कडा छ यो कहाँको कुन थाइल्यान्डको हो कि यो चाइनाको यता प्रकाश भाइ एकदम कडा छ हामी नेपालीको यो भएन भने चाहिँ मजै आउँदैन त्यही भएर हामी चाहिँ चटपटे स्याप अमिलो गुलियो लतक्क होइन के हजुर लतक्क गर्ने कहाँनिर भन्दा यतै समुद्र जहिले रिसाउने संसारै बेग्लै तर गइरहेको छु एक्लै नुन कस्तो भयो तपाईँलाई नुन त अब नलेन भने हो खासमा हो र यो एउटा भाउ यस अमिला चाख्छौँ न अरू नुन सुन नभए नि अमिला त छ नि हामीसँग सबै छ नि उपलब्ध चेस है यो समुद्रले थोरै अमिलो त छ नि बुझ्न लागेको छैन एकदम एकदम बोबा बुझ्नु न ठाउँको नाम हो भन्नु न एकदम बोबा हामी फेरि यता कुकुरको बोटतिर आइपुगेका छौँ उता लामो पुलदेखि होइन फर्केर फेरि गाइज हामीले चाहिँ अनि बाइक साइक राखेर टक्क हामी फर्किने तर्फ लगाइरहेको छ घामले डढेर पुरै खतमै पारिदिएछ हामी एकदम उता फोटो खिच्नुपर्छ भने
फोटो किन्ने केटाहरू बसिरहेको छ। अब चाहिँ हाम्रो फर्किने टाइम भइसकेको छ। फेरि चलाउनु सिकिरहेको हामी चाहिँ फर्केको अवस्था छ। एकदम रमाइलो गऱ्यो हामीले यहाँ होइन, एकदम बवाल छ यो ठाउँ चाहिँ। रमाइलो गऱ्यो यार। अब छतमा बसेर जाऊँ है, यसको मजा आउँछ होला बस्न। यो होइन नि हाम्रो त कुन अर्को ऊ त्यहाँ छ भन्थे, कुन हो तर तिर्खा लागेर हामी प्याक भइसकेको छ होइन। एकदम दृश्यहरू एकदम बवाल छ फेरि यहाँ ठाउँहरू चाहिँ। केटाहरू त्यहाँ बसिरहेको छ। संसार यता छ नि, संसार दुनियाँ चाहिँ यता रहेछ नि त होइन। एकदम बवाल दुनियाँ हेर्न सक्नुहुन्छ, एकदम बवाल। बाटो फेरि मेरो पनि यता झरिसकेको समय त फेरि हिजो हुँदो रहेछ पछाडि यस्तो सनलाइट दिदी पनि उतैको रहेछ त, दिदी पनि उतैको रहेछ त। अनि दिदी पनि उतैको रहेछ त होइन। हामीले नि लानु नभन्नु। सबै फर्किसकेका छौँ। एकदम बवाल छ होइन, एकदम रमाइलो भयो। अघि यहाँ पुरै पानी थियो होइन, पुरै हो त हानी राख्यो। कस्तो भयो त आजको घुम्न? रमाइलो भयो। अब्दुललाई कस्तो भयो हाम्रो सरले? एकदम बवाल झक्कास भयो नि आज त फेरि। एकदम रमाइलो भयो है। कस्तो भयो आजको घुमघाम चाहिँ प्रकाश भाइ? बाइकले खसालेर जाने मिल्ने सफल भयो र हामी एकदमै सफल हुन सक्यौँ। यसले हामी सधैँ भयो अहिले फेरि काभ्रेले सन्धिहरू निस्किन पारा ग्याङ छ नि फेरि, यस्तो ग्याङ बोकेर हिँडिरहेको छ। ल केटा हो, गाडी यही हो, यसमै जाने हो। ल गाडी यहीँ हो। ल चाबी निकाल्नु त चुज गरौँ गाडी। ल कहाँ खसेछ? ल पलाउ त खसायो के हो अब ठेलामा बाँचेछ। ड्राइभर त यता छ। अनि ड्राइभर यता राख्ने मैले, लाइसेन्सी ड्राइभर यता ट्रान्सपोर्ट भएछ के हो? यता त ऊ त्यहाँ छ नि। जनता जान्न चाहन्छु।